हेलो यसको नाम चाहिँ नम्बर रड हो। यो चाहिँ बक्सभित्र राखेको छ, सबैले हेर्न सक्नुहुन्छ। यसले चाहिँ बच्चाहरूलाई नम्बर काउन्टिङको लागि धेरै ठुलो हेल्प गरिरहेको हुन्छ कि है। म बिस्तारै देखाउँछु हजुरहरूलाई। जस्तै यो 1 छ, 1 यो 1 हो, अनि 1 2 जब एउटा कलर स्टप हुन्छ अनि फेरि अर्को कलर स्टार्ट हुन्छ। सो जुन जतिवटा कलर छ त्यति नै काउन्ट गर्न सकिन्छ। 1 1 2 1 2 3 1 2 3 4 1 2 3 4 5 1 2 3 4 5 6 1 2 3 4 5 6 7 1 2 3 4 5 6 7 8 1 2 3 4 5 6 7 8 9 1 2 3 4 5 6 7 8 9 10। यहाँ चाहिँ 1 2 3 गर्दै 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 हामीले 10 सम्म काउन्ट गऱ्यौँ। अब यो फर्स्टको सबै भन्दाखेरि 1 भन्नै पर्यो। त्यसपछि यसको लागि हामीले 2 काउन्ट गर्छौँ, 3 काउन्ट गर्छौँ, 4 गर्छौँ, 5 गर्छौँ, 6 गर्छौँ, 7 गर्छौँ, 8 गर्छौँ, 9 गर्छौँ अनि 10 गर्छौँ। जसले गर्दा 1 यति धेरै रिपिट हुन्छ, 2 यति धेरै रिपिट हुन्छ,